अरू कुरा त त्यस्तै हो यस्तो गरेर यो गाला चाहिँ रातो रातो नबनाइ चाहिँ मेकअप डन भएको जस्तो लाग्दैन क्या यस्तो म चाहिँ अब यो लुज पाउडर लाउँछु नि त यार ऐनाको रिफ्लेक्सन अन्त मस्कारा अनि चाहिँ मेरो एकदमै फेभरेट मस्कारा हो है भेजिबलको राम्रो लाग्छ क्या अब चाहिँ एकदमै न्युड मनपर्छ त्यही भएर म चाहिँ यो ब्राउन कलरको यसले लिप लाइनर लगाउँछु यस्तरी हल्का हल्का लगाइदिउँ न सिद्धि छ पनि लगाउँछु फेरि उपरबाट पनि मलाई एकदमै ग्लसी उठ मनपर्छ नि त परेला पनि मलाई ब्राउन कलर मनपर्छ मैले त अलरेडी परेलामा उयो गरिसकेछ नि त माइक्रो सेडिङ माइक्रो ब्लेडिङ ट्याटु जे भने पनि सबै फिनिसिङ हालिसकेछ त्यस्तो वा दामी छ नि यो चाहिँ तर उयो मात्र हो कि के अरे एकदमै होइन टेस्टर हो तर एकदमै एकदम राम्रो छ यसको चाहिँ फेरि लाउने उयो हुँदैन नि त अनि यहाँ एक ड्रप चुहाउने के धेरै आयो यस्तरी ल्याम्पतिर कामतिर यसरी बडीमा लगाउने अनि म चाहिँ अलमोस्ट रेडी भइसकेँ पर्फ्युम पनि लगाइसकेँ त्यही ब्यागमा किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ अलिकति धेरै कुरा अड्छ र हामीलाई अब बाहिर निस्किसकेपछि मोस्ट नेसेसरी कुराहरू त चाहियो नि त बोक्नु पऱ्यो नि त यो वालेट यो त छोड्ने कुरै भएन होइन इट्स एन्ड एभ्रिथिङ मनी कार यो त छुटाउने कुरा नै भएन होइन टक्क यो गयो अब बाहिर हिँड्दाखेरि अहिले कोल्ड वेदर छ कोल्ड वेदर त नभनौँ अटम सिजन छ यो लिप गार्ड गयो टिस्यु पेपर यो त छुटाउने कुरै हुँदैन यो त बोक्नै पर्छ एकदम इम्पोर्टेन्ट कुरा यो पनि गयो अनि अहिले भनेको स्किन ड्राई हुने बेला हो एकदमै धेरै जरुरी ह्यान्ड लोसन यो त बोक्नै पर्छ मैले यति बोकेन नि त म कविता एकदमै अधुरो हुन्छ अनि यसरी बेला बेला यसरी रिटचअप हान्छु कि यसरी फेसमा चाहिँ त्यति केही पनि गर्नु पर्दैन लिपस्टिक र लिप गार्ड यति भएपछि मेरो लागि सामान डन भयो अब यहाँ एउटा मोबाइल जान्छ अनि अझै एउटा छुटाउने नहुने कुरा भनेको मफलर क्या यो चाहिँ अलिकति राति हुँदै गएपछि जाडो लाग्छ क्या एकदमै सजिलो छ यो एकदमै फुल्लिन्छ होइन उनीको हो नि त उल्लनको हो नि त उल्लनको त्यही भएर हो स्टाइल चाहिँ यस्तै भयो यसरी बोके पनि भयो यसरी बोके पनि भयो हातमा यसरी लगाए पनि भयो हाई त गाइज अब म चाहिँ निस्केको बाई बाई एभ्रीवान मेरो साथीलाई भेटाउँछु है त म बेबी दिदी भन्नुहुन्छ म चाहिँ सबैको बहिनी स्पेसल मेरो दादाको बहिनी अझै सबुलाई तपाईँको नाम के हो भनेपछि Sandy, this is for you. Oh, thank you so much. भयो यो सँग अब के अब फोटो खिच्यो भने मुख खाँदा हुन्छ के अब फोटो खिच्यो भने मुख खाँदा हुन्छ के अरे स्नेल खाएको बनाउनु त्यही खानु सम्झिनु न हामीले चाहिँ खानेहरू खाँदैछौँ है नेपालमा चाहिँ सौन्दर्य भन्छ यसलाई चाहिँ भोजेर कोट्याउने कोटेर यहाँ ससमा छोड्ने अनि यसरी खाने उयस पनि बात राखेर चाहिँ हामी खाने भाइ You want fried rice? तालिम खान्थ्यो कि बाहिर खाने थिएँ बिहा छ उसको त भएको जे खाएको पहिला खाइसक्नु मलाई दिनु भन्दा खानु कता फ्राई राइस यो हालेर खान्छ लाउनु होइन यो त अब फाइनल आफ्नै चम्ची हाल्नु हुन्छ कोही पनि हाल्दैन कोही यहाँ ढुवाक यो सस खाने हो नि मिठो छ मिठो टिस्यु पेपर खाउँ न कस्तो मजा आउँछ म त खाएँ अब मैले भनेको तिमीले घिनाउँछौ कस्तो मिठो कसले घिनायो अघि कसले यो गर्ने भन्दा खाइ भनेको यो चाहिँ होला मजाले खानु लान्छ त्यो त होइन अन्डा छ है त्यसलाई जिरो भन्नुभएको तपाईँले जिरो त्यही छैन जिरो
दुईटा खाइसकिँदैन होला त कस्तो छ खाइसकेकै रहेछ खाइसकेकै रहेछ पछि टचअप हानेकै मान्छे सुने कि केटीहरूको टचअपै अब मिलिसकेपछि केटीहरूको टचअप सुरु भयो है कस्तो राम्रो देख्यो भाइ स्ट्यान्डर्ड देख्यो किसिम किसिमको बोक्ने मान्छे त यो हो नि किसिम किसिमको छ नि अघि एउटा किसिमको त यहाँ पड्काइसकेँ मैले रेड वान पनि छ होला तपाईँ चाहिँ नगर्ने किसिम टचअप गरिहाल्नु नि टचअप हानिहाल्यो लिपस्टिक पनि सबलाई मेरो त ओठै राम्रो छैन क्या यस्तो राम्रो छ यस्तो ग्लसी जाँदैछु गाइजहरू यताहरू जाने हो जिन्दगीमा गाइज हो आज चाहिँ हामी 3 बजी आइपुग्यौँ हाम्रो जिरो फिगर कविताजी हुनुहुन्छ भयो यहाँ यस्तोमा हेऱ्यो भने चाहिँ रिङ्गबाट लाग्दो रहेछ रिङ्गबाट लाग्दो रहेछ म खिच डाइरेक्ट हाल्छ हामीले सेयर गरेको यिनीहरूको त फोन क्यामेरा ए भगवान मेरो त मुखबाट उयो नै रसै आइस गर्नु भन्छ त्यसमा उयो नै छैन यार